यो भिडियोमा तपाईँलाई थाहै छ आज हामी कुन टपिकमा कुरा गर्नेवाला छौँ भनेर। नेपाल वुमेन्स क्रिकेटको अहिले गेम भइरहेको छ। नेपाल वुमेन्स क्रिकेट टिमको तपाईँको गेम चाहिँ तपाईँको यतापट्टि नेपालले आज जितिदिएको भए चाहिँ जित्न त जितेको छ, बट तपाईँको यतापट्टि अलिकति राम्रोसँग जितिदिएको भए चाहिँ मजा आउँथ्यो भन्ने हो। किनकि हामी लास्ट बलमा चाहिँ अलिकति के भन्दाखेरि चाहिँ लास्ट बल वाइड भइदियो केटा हो होइन, त्यो वाइडको ठाउँमा तपाईँको यतापट्टि चौका चौका छक्का भइदिएको भए नेपाल नेट रन रेटमा हङकङभन्दा माथि हुन्थ्यो। बट राइट नो कन्डिसनमा कस्तो कन्डिसनमा छौँ भन्दाखेरि चाहिँ नेट रन रेटमा तपाईँले हेर्नुहुन्छ भने हङकङ हामीभन्दा माथि छ। यस साथीहरू, हङकङ हामीभन्दा माथि छ। सो यसले गर्दाखेरि चाहिँ नेपाललाई ठुलो इम्प्याक्ट चाहिँ डेफिनेटली पनि पर्छ जस्तो लाग्छ मलाई। किनकि आज हामीले जसलाई तपाईँले हेर्नुहुन्छ भने जम्मा जम्मी एउटा बलले डिटरमाइन गरेर आएको छ कि एउटा गेम अब ओभरअली होइन। आदिल अन्सारीले पनि आज एउटा खतरा हानेर केटा हो, आदिल अन्सारीले आज डेन्जर हाने। नेपाल जाँदैन केटा हो, नेपाल जानको लागि अब बहुत मुस्किल छ यार। 0.8 सरी 0.830 छ नेपालको नेट रन रेट, उतापट्टि 0.8667 छ होइन। सो मतलब ब्याड लक के, मतलब ब्याड लक त के भन्नु केटा हो होइन, बट थोरै बहुत ब्याड लक के केटा हो। हङकङले भोलि ड्र खेल्छ भने हङकङ गयो, सरी हङकङ गयो, क्वालिफाई गर्यो। भोलि पानी परेन हङकङ क्वालिफाई गर्यो नेट रन रेटले गर्दाखेरि। र बाइचान्स तपाईँको यतापट्टि भोलि पानी पर्दैन हङकङले जित्यो भने पनि हङकङ गयो। तर अब बराइनले भोलि गेम जितिदियो बाइचान्स 5 ओभरको गेम, आज जस्तै तपाईँको यतापट्टि गेम कन्टिन्यू हुन नसकेर 5 ओभरको गेम भयो, 6 ओभरको गेम भयो अनि तपाईँको यतापट्टि बराइनले गेम जित्यो भनिसकेपछि चाहिँ ठिक छ यार केटा हो होइन। सो त्यही हो केटा हो, बराइनले नै जित्नु पर्यो। अब हामीलाई त बराइन जिन्दाबाद हो केटा हो, बराइन जिन्दाबाद हो। अब त्योभन्दा बढी के भनौँ, पोइन्ट टेबल देखाउँछु तनाव लिनु परेन। हङकङ हार्यो भने मात्र जाने भयो नेपाल। सो दिस इज द स्याड पार्ट। नेपालले आफ्नो पकडको गेम हङकङसँग हार्नु नि नेपालको ठुलो गल्ती थियो क्या। नेपालले त्यो गेम हार्नु नहुने थियो। र आदिल आलमको 80 रन हान्यो, आदिल आलम राम्रो गराएको छ। कस्तो ब्याड लक हो र नेपालको, ब्याड लक भन्दा पनि यार यो राइट नो कन्डिसनमा अब के भन्ने मैले, अब यो कन्डिसन नै हाम्रो फेभरमा छैन केटा होइन। बाहिरको गेम नि राम्रो छ अरे, बराइनको गेम पनि राम्रो छ है। बराइनले लगभग आज पनि नेपाललाई टक्कर नै दिएको हो होइन। अब भोलि बराइनले अलिकति राम्रो खेलेर हराइदियो भने, बराइनले हङकङलाई हराइदियो भने त्यहाँनिर चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ नेपाल क्यान क्वालिफाई, बराइनले हङकङलाई हराइदियो भने। र बराइनले त्यस्तो डेन्जर पारामा पनि नहराओस्, फेरि डेन्जर पारा मतलब हुन्छ नि 4-5 बलमै हराइदियो भने फेरि नेपाल क्वालिफाई हुन सक्दैन होइन, बिकज सबजनाको पोइन्ट चाहिँ बराबर हुन्छ, 5 पोइन्ट हुन्छ। कस्तो ब्याड लक हो र नेपालको, ब्याड लक भन्दिनँ कि पर्फर्मेन्स नआएको भन्छु होइन। आज पनि तपाईँको यतापट्टि हेर्नुहुन्छ भने जित्न त हामीले जित्यौँ है, आजको गेम चाहिँ हामीले जित्यौँ होइन। तर तर त्यस्तो बवाल पारामा पनि जितेनौँ केटा हो। त्यस्तो बवाल पारामा अलिकति अलिकति सोचेर खेल्नु पर्ने थियो होइन। कति छिटो नै तपाईँको यतापट्टि तपाईँको यतापट्टि छिटो अलिकति छिटो नै गर्नुपर्ने थियो गेमहरू होइन। तर त्यो प्रकारको चाहिँ आज गेम खेल्न सकेन नेपालले, त्यस इज द्याट पार्ट है। अलिकति छिटो सकाउनु पर्ने थियो है। पोइन्ट टेबल हेरौँ न भन्नुभएको छ, पोइन्ट टेबल एकछिन रुकौँ है। पोइन्ट टेबल तपाईँको अपडेट भइरहेको छैन कि गुगलमा। तर नेपालको तपाईँको यतापट्टि 0 पोइन्ट ऊ कति छ नेपालको यतापट्टि, अपडेट भयो होला कि होइन। केटीहरूले 6 ओभरमा हान्नु भनेको धेरै हो भन्दा पनि केटीहरूले यस्तो पर्फर्मेन्स आजभन्दा अगाडि किन गरेनन् भन्ने कुरा जस्तो लाग्छ मलाई चाहिँ। तपाईँको ओभरअली आजको स्ट्याट्स पनि तपाईँलाई म कम्प्लिट देखाउनेवाला छु होइन। यतापट्टि नेपालले बलिङमा चाहिँ एकदम धेरै नै राम्रो गर्यो कि। नेपालको बलिङ तपाईँले हेर्नुहुन्छ भने बराइनले नेपालको अगेन्स्टमा 76 रन हानिदियो, त्यो पनि 12 ओभरमा, जब 13 ओभरमा 76 रन हानिदियो बराइनले। सो नेपालले एउटा पनि बलिङबाट विकेट लिन सकेन। नेपालको 3वटा विकेट आयो, 3वटै फिल्डिङबाट आयो केटा हो है। तपाईँको यतापट्टि 3वटै रनआउट थियो, एउटा एउटा कविता जोशीको, एउटा कविता कुवरको, एउटा पूजा महतोको, 3टा रनआउट थियो होइन। आज तपाईँको यतापट्टि हाम्रो वुमेन्स टिमको नि रनआउट भयो, बट 3टा रनआउट थियो क्या। अलिकति त्यो के हुन्छ त्यसलाई, अलिकति राम्रो खेल्नु पर्ने थियो क्या नेपालको बलिङ लाइनअपले, अलिकति कम आउट गरिदिनु पर्ने थियो। आदिलले हानिरहेको छ है, आदिल अन्सारीको पनि गेम त चालु नै छ होइन। अब जनकपुर मेयर कप है, लेट्स सी त आदिलले कति हाने म तपाईँलाई देखाएँ, यसरी तपाईँ सेड्युलमा हेरिहाल्छु होइन। अहिले हाम्रो सेमी फाइनल भइरहेको छ हाम्रो 12को होइन। तपाईँले आदिल अन्सारीको ओभरअल स्कोर आजको हेर्नुहुन्छ भने होइन, फुल स्कोर तपाईँलाई आदिल अन्सारीको स्कोर देखाइदिन्छु। आदिल अन्सारीले तपाईँको यतापट्टि आज 80 रन हाने, 43 बलमा 7वटा चौका र 5वटा छक्का प्रहार गरेका छन्। 186को स्ट्राइक रेटमा आदिल अन्सारीले आज ब्याटिङ गरे है। तपाईँको यतापट्टि आदिल अन्सारीलाई रञ्जित कुमारले नै 2चोटि विकेट लिएका छन्। तपाईँले याद गर्नुलाई एउटा नाम, रञ्जित कुमारले आदिल अन्सारीको 2चोटि विकेट निकालेका छन् होइन। द्याट इज क्रेजी केटा हो रञ्जित कुमार होइन, बवाल नै गरिरहेछन् केटा होइन। आदिल अन्सारीको पनि पर्फर्मेन्स राम्रै भयो आज। रवि शाहले पनि आज तपाईँको यतापट्टि हेर्नुहुन्छ 50 हाने,
पवन सराफ पनि लास्ट मोमेन्टमा आएर राम्रो 150 को सकिटमै खेलेछन्। सो अब ठिक छ, राम्रो खेले आज आदिल अन्सारीले। आदिलको आज 80 रन केटा हो। आज बल्ल आज 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 इन्दु वर्माको चाहिँ राम्रो इनिङ आयो केटा हो। आज आज इन्दु वर्माको चाहिँ राम्रो इनिङ आयो। तपाईँको यतापट्टि हेर्नुहुन्छ भने इन्दु वर्माको गेम नि आज जस्तो जस्तो तपाईँलाई म देखाउन चाहन्छु होइन, कुन प्रकारको डेन्जरस गेम इन्दु वर्माले खेलिन् क्या आज। ल तपाईँलाई तपाईँ देखाउन चाहन्छु होइन, दिस इज सो मच क्रेजी क्या। सिङ्गल ह्यान्डलली इन्दु चाहिँ आज कम्प्लिटली नेपाललाई क्वालिफाई गराउने नै मतलब हुन्छ नि त्यो मतलब नेपाललाई क्वालिफाई गराउनै पर्छ भनेर इन्दु आज लागि परेकी थिइन् होइन। दुःख त लाग्यो केटा हो, किनकि इन्दु वर्माको स्ट्राइकर तपाईँले हेर्नुहुन्छ भने तपाईँ पनि सक्ड हुनुहुन्छ क्या। इन्दु वर्मा नेपालको चेलीले चाहिँ यति खतरा स्ट्राइकरको साथमा खेलिरहेको छ, तपाईँ आफै कन्फ्युज हुन्छ जस्तो लाग्छ मलाई। धेरैजना कन्फ्युज हुन्छ, किनकि इन्दु वर्माको तपाईँ स्ट्राइकर हेर्नुहुन्छ भने 342 को स्ट्राइकमा आज इन्दु वर्माले पर्फर्मेन्स भएको छ। इन्दु वर्माको तपाईँको यतापट्टि हेर्नुहुन्छ भने 4वटा चौका र एउटा छक्का प्रहार गरेकी थिइन् इन्दु वर्माले। 24 रन इन्दु वर्माको ब्याटबाट आज आएको छ। 77 बलमा त्यो नट आउट, इन्दु वर्मा नट आउट नै थिइन् होइन। सो लास्ट मोमेन्टमा पनि तपाईँले हेर्नुहुन्छ भने वाइड भएर मात्र, वाइड नभइदिएको भए मलाई लाग्छ त्यो बल पनि तपाईँको यतापट्टि चौका छक्का नै जान्थ्यो होला, नेपाल क्वालिफाई गर्थ्यो होला भोलि पानी पर्दाखेरि चाहिँ। अब बाई मिस्टेकले अब एउटै कुरा छ केटा, अब भोलि पानी नपरोस् नै भन्ने चाहना हामीले राख्नुपर्छ र यतापट्टि राम्रो गर्नुपर्छ। हङकङले जितिहाल्छ यार बराइनलाई होइन, बराइनले जित्नु पर्यो भोलि, तब मजा आउँछ। पूजा महत्त्वको पनि ओभरअल्ली आज हेर्नुहुन्छ भने ब्याटिङ राम्रो नै थियो पूजा महत्त्वको पनि। पूजा महत्त्वले पनि तपाईँको यतापट्टि 2टा चौका प्रहार गरेकी थिइन्, सेकेन्ड हाइएस्ट 13 रन बनाएकी थिइन् पूजा महत्त्वले पनि। अब राम्रो नै थियो पूजा महत्त्वको ओभरअल्ली होइन। मतलब त्यस्तो नराम्रो मान्दिनँ पूजा महत्त्वलाई। अब पूजा महत्त्वको अब बिस्तारै फर्म चाहिँ गिरिरहेको छ, बट राम्रो गरून् पूजा महत्त्वले कमब्याक गरून् भन्छु म चाहिँ। होइन होइन, विदेशी कोच त नेपालले राइट नो कन्डिसनमा, अनि नेपालको विदेशी कोच चाहिँ तपाईँको यतापट्टि एसिस्टेन्ट विदेशी कोच चाहिँ छ नेपालको है। नेपालको राइट नो कन्डिसनमा चाहिँ एसिस्टेन्ट कोच चाहिँ विदेशी नै छन्। अब त्यसलाई हेर्ने हो भने चाहिँ ठिकै छ। अब फेरि मेन कोच चाहिँ विदेशी छैन है त। भोलि तपाईँको यतापट्टि मेबी यतापट्टि बराइनको गेम भोलि कति बजी तपाईँलाई म भन्न चाहेँ होइन। बराइनको गेम भोलि रहेको छ 12:15मा, र भोलि 12:15मा थाहा हुन्छ होइन नेपाल नेपाल क्वालिफाई गर्छ कि गर्दैन भनेर। भोलि नेपाल बाइचान्स क्वालिफाई गर्छ भने हामी तपाईँसँग यतापट्टि डेफिनेटली पनि लाइभ स्ट्रिम लिएर आउनेवाला छौँ, किनकि तपाईँको सुपर 3 हुन्छ होइन। सुपर 3 पनि निकै नै इन्ट्रेस्टिङ हुन्छ, किनकि सुपर 3मा हामी मोस्ट प्रोबेबली यतापट्टि यदि हामी क्वालिफाई गर्छौँ भन्ने कुरा है, हामी थाइल्यान्ड र युएईसँग भिड्नेवाला छ। बिकज थाइल्यान्ड र युएई तपाईँले हेर्नुहुन्छ भने सिङ्गल ह्यान्डलली जितेर आइरहेको छ विथाउट एनी लस, बट नेपालले चाहिँ एउटा लस बेहोरिसकेको छ होइन। सो दिस इज द स्याड पार्ट। नेपालले लस नबेहोरिदिएको भए चाहिँ हुन्थ्यो। अनि केटाहरूको भोलि म्याच छैन, सरी केटाहरूको भोलि म्याच छ, केटाहरूको पनि भोलि म्याच है। अब आई डोन्ट नो केटाहरूले भोलि म्याच चाहिँ खेल्छन् खेल्दैनन्, बट लाइभ स्ट्रिम भइदियो भने चाहिँ ठिक हुन्छ। आशा त गर्नैपर्छ केटा, आशावादी हुनुपर्छ हामी। होपफुल्ली भोलि हाम्रो वुमेन्स क्रिकेट टिमले चाहिँ क्वालिफाई गर्यो भनेर लाइभ बस्न चाहिँ पाइयोस् क्या केटा हो। अहिले छ म्याच, मेन टिमको पनि भोलिदेखि प्र्याक्टिस सेसनहरू सुरु हुन्छ। इफ लाइक द भिडियो गाइस, लेट्स गो फर 150 लाइक्स है। मिल्छ सन्दीपलाई छैन सेन्टर कन्ट्र्याक्ट गर्न मिल्छ, यदि उसले चाहेको कन्डिसनमा उसले फेरि सेन्टर कन्ट्र्याक्टमा आउनु मिल्छ, यदि क्यान पनि मन्जुरी छ भने चाहिँ। हेलो पनि के छ, नेपाल क्वालिफाई नगरेको नै राम्रो लाजमर्दो हुन्छ अर्को राउन्डमा है। त्यस्तो हुँदैन, किनकि युएलाई त हामीले हराइरहेको नै हो, युएलाई त हामी हराइरहेको नै हो। युएलाई मात्र हराउँछौँ भने पनि हामी क्वालिफाई गर्छौँ वर्ल्ड कप ग्लोबल क्वालिफायरको लागि। सो अब हामीलाई राम्रो अपर्च्युनिटी छ। अब भोलि अब के गर्ने, एक्सपेक्टेसन तपाईँको यतापट्टि अब एक्सपेक्टेसन धेरै राख्ने कुरा छैन, किनकि नेपालले आज एक बलमा राम्रो खेल्दै गयो, पानी पर्दा मात्र भयो नेपाल जित्ने थियो। भोलि 12:15को गेम छ। सो अलिकति एडभान्टेज के हुन्छ भन्दाखेरि चाहिँ गेम क्यान्सल हुँदैन, थोरै मात्र ओभरको भयो नि गेम हुन्छ जस्तो लाग्छ, र थोरै मात्र ओभरको गेम हुन्छ, र बराइनले त्यसमा चाहिँ एउटा राम्रो जित निकाल्छ भनिसकेपछि भोलि मजा हुन्छ। बराइनले टस जितोस् केटा हो, भोलि बराइनले टस जितोस्, तब चाहिँ बल्ल मजा आउँछ भन्छु म त। बराइनले टस जित्यो भने चाहिँ राम्रो हुन्छ, किनभने नेपाललाई जस्ट क्वालिफाई गर्नको लागि चाहिँ बराइनले टस जितेर बराइनले सुरुमा चाहिँ यतापट्टि तपाईँको यतापट्टि बलिङ गर्छ, र यतापट्टि सेकेन्ड इनिङमा बराइनले ब्याटिङ गर्छ भने बराइनले जित्न सक्छ। बराइनसँग त्यो क्यापेबिलिटी छ, बराइनको त्यो नयाँ जुन हाम्रो छ नि त्यो श्रीलङ्काको प्लेयरसँग त्यो क्यापेबिलिटी छ कि बराइनले जित्न सक्छ। सो बराइनले होप गरौँ भोलि बराइनले टस जितोस् र बराइनले नै सुरुमा यतापट्टि तपाईँको यतापट्टि बलिङ गर्ने मौका पाओस्। बराइनले भोलि सुरुमा ब्याटिङ गर्छ भनिसकेपछि चाहिँ, अथवा हङकङले सुरुमा टस जितेर भोलि बलिङ गर्छ भनिसकेपछि चाहिँ नेपालको सपना चाहिँ लगभग तिनै आधी 90% सपना तिनै सकिन्छ केटा है। किनकि नेपालको हाम्रो रन रेट तपाईँको यतापट्टि बराइनको कम्पेरिजनमा अलिकति कम नै भयो कि। तपाईँको यतापट्टि तपाईँलाई म देखाइदिन्छु होइन। हामी राइट नो कन्डिसनमा पोइन्ट टेबलमा तपाईँ धेरै माथि देख्न सक्नुहुन्छ, बट तर तपाईँको यतापट्टि पोइन्ट टेबलमा माथि मात्र भएर हुँदैन, किनकि बराइल भोलि तपाईँको यतापट्टि हेर्नुहुन्छ भने
बाई चान्स भोलि गेम ड्र हुन्छ भने पनि तपाईँको यतापट्टि युएई नै जान्छ, सरी युए भन्छ, हङकङ नै जान्छ। तपाईँलाई मैले पोइन्ट टेबल तपाईँलाई म देखाउन चाहेँ होइन, यो पनि तपाईँलाई देखाउँछु। तपाईँलाई पोइन्ट टेबल पनि देखाइदिउँ। ओके, यो चाहिँ तपाईँको यतापट्टि पोइन्ट टेबल रहेको छ है। ल पोइन्ट टेबल तपाईँलाई म देखाउन चाहेँ। नेपालको नेट रन रेट तपाईँले हेर्नुहुन्छ भने +8.30 छ। सो लास्ट बलमा एउटा बाउन्ड्री मात्र आइदिएको भए पनि नेपालले धेरै इम्प्रुभ गर्थ्यो। तपाईँको यतापट्टि लास्ट बलमा 2-3 रन जस्तो एउटा बाउन्ड्री मात्र आइदिएको, जुन लास्ट बल तपाईँको यतापट्टि वाइड भएको थियो नि, हो त्यो एउटा बलमा चाहिँ हाम्रो यतापट्टि बाउन्ड्री आइदिएको भए, अथवा त्यो बल छोडेर अर्को बलमा पनि बाउन्ड्री आइदिएको भए पनि नेपालले चाहिँ यतापट्टि कम्पेरिटिभली अलिकति राम्रो रन रेट मेन्टेन गर्थ्यो क्या। किन तपाईँको यतापट्टि खासै फरक छैन क्या, 0.037को रन रेटको फरक छ क्या। मतलब तपाईँले हेर्नुहुन्छ भने 0.037 रन रेट भनेको तपाईँले यतापट्टि हेर्नुहुन्छ भने निकै नै कम रन रेटको फरक छ क्या नेपाल र हङकङको बिचमा। सो मलाई लाग्छ भोलि अब हङकङले जित्नु चाहिँ हुँदै भएन, र भोलि गेम ड्र पनि हुनु भएन भन्छु म चाहिँ। भोलि गेम ड्र हुन्छ भने पनि राम्रो हुन्छ जस्तो लाग्दैन मलाई चाहिँ।